So hello guys, welcome back to my channel. Today we'll be going to Jaljali with my friends. We will be having a lot of fun. We'll be going and cooking there as well as swimming there, right? So I wore this fit which is light and white, right? Just open it. Wow. So we'll be meeting at the Port Pirthi Chowk. Then we'll be going to our friends' home. We'll be meeting up there. Then we'll be heading straight towards Jaljali. See you in the... I forgot the line. See you in the video. See you in the world. Let's get right into it. दिन त आजको चङ्गा थियो कि घाम पनि यस्तो टलक्क लाग्थ्यो म गइरहेको थिएँ पृथ्वी चोकमा थियो मैले देखेँ मेरो साथीलाई यस्तो जुम गरेर हेर्छु मैले होइन त्यहाँ ट्याक्सी हेर्न सकिन्छ यो अगाडि बढिसक्यो तर अब के गर्न सकिन्छ त्यो ट्याक्सीले मेरो देखिरहेछ अनि त्यसपछि हल्का हल्का ब्याक गर्यो यहाँ सबै आशिष ब्रो आइसकेछन् ब्रोले यहाँ व्यापार गर्न आउनु होला यो मेरो दोकान हो भनेको है सो मेक स्योर टु चेक आउट द स्टोर दे प्रोभाइड गुड प्रोडक्ट्स एट रिजनेबल प्राइस के छ के भन ल के पनि भन्दैन आज म इन्टरभ्यू दुईटाकै हाम्रो एङ्गल मल्लबाट सुरु गरौँ आफ्नो माइक थियो घर बनाउने दाउरा लिएर ढिलै प्रकट भयो नि गाइस हिँडेको एकछिन भएन म आकाश त कालले कि फेरि ल अरू भर्खर घाम लगाएको खै कहाँ गयो घाम त्यसपछि हामी एकछिनमा पानी पर्न लाग्यो टप 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 ब्रोले नै थाहा पाइ भएर सबै भिज्न लाग्यो भनेर छिटो साइडमा पार्क गर्थ्यो त्यसपछि हामी एउटा फार्मेसीको अघि बसेको थियौँ त्यहाँ गएर चेन्ज गरेर आफ्नो सुरक्षा कवच लगाइसक्यो होइन यहाँ किनभने लाउँदै ब्रोले र अब साइमनलाई कस्तो फिल भइरहेको कस्तो भइरहेको थियो त्यस्तो भयो अब ठिकै छ अब यो भिडियो हेर्न न पहिला हामी एउटा स्टोरी टाइममा जाऊँ हाम्रो दुईवटा साथी सपन र आशिषले रेनकोट ल्याएको थिएनन् अनि सपनले भने मसँग दुईवटा रेनकोट छ मलाई जान्छु त्यसपछिको स्टोरी रेनकोट ल्याए स्कुटर अझै पनि बुझ्नु भएन नि त्यो दुईवटा रेनकोट भनेको एउटा तल लाउने र स्कुटरको रेनकोट रहेछ त्यस्तो कठिन भएर अब यहाँ ब्रो टुगेदर वी क्यान के होइन हामी यस्तो थन्डर स्टोमबाट हामी यस्तो पिसफुल ठाउँमा आइसक्यौँ What's up? Can I get a Hoya? Like you actually thought that I would be posting something absolutely insane, bruh. Of course. Oh yeah! Let's go. Getting warm now after we have reached this area. फर्की बाबु फर्की रमाइलो तिमीलाई तिमीलाई एकदम रमाइलो एडभेन्चर भइरहेको तिमीलाई कस्तो लाग्यो एकदम झन् आशिषको त्यो कन्दा मेरो दिमागमा झन् मलाई एकदमै त्यो भइरहेको छट भाइ के हो त्यो आँप जस्तो देखियो त हामी चढेर जानु पर्दैन कता जाने चढेर माथि नि हुन्छ सरमाउँदै हिँडेको
ओए क्या भारी हो गया कसले बोक्छ यो म बोक्छु ना ब्रो व्हाट द एकछिन हामी डिस्ट्र्याक्ट भइसकेको थिएन त्यहाँ तलको नजिकको बालामा खोलामा जाने व्हाट द म भ्लगमा साइमनले हेरेको दिन त के भयो भ्लगमा आउँदा कस्तो लागिरहेको एकदमै मलाई रमाइलो लाग्यो किनभने हामी धेरै पछि गयो स्कुल चाबी डिक्नै छोड्यो यार भाइ दगुरेर लिएर होला यति भारी साइमन अब भाग्दै जान्ला हामी फेरि स्कुटरमा यिनको यो चाबी छोड्यो अलि ओइ म त लेट्स गो रन त्यत्रो त भाग्यो I don't think he's only making me work. Look. But guys, हामी यहाँ म्यान भर्सेस वाइल्ड भएर होइन लेट्स गो नदेखेँ नि तर अरूले पनि छोडेको छोडेन अहिले छोडेँ नि मोजा छोडेको थियो मोजा चाहिँदै गयो पायौँ हामीले पायौँ Yes. Mission successful. Meet up भइसक्यो नि गाइस पसिना आइसक्यो लु ओ के भयो तिमीलाई यु क्यान डु इट के तिमी यहाँबाट अघि बढ्न सक्छौ अझै कदम नजिकमा त लेट्स गो गाउँको एउटा सोझो थियो यो घरमा घरकै यही बस्थ्यो गाइस इजी पर्खिरहेको मैले यिनीलाई नै भेरी ढिलो आँखा के गर्न सकिन्छ अब छिटा मान्छेहरू यस्तो अगाडि आइसक्यो विदाउट एनी स्वेट होइन यिनीहरू यहाँ त बल्ल बल्ल आइरह के हो रुक्छ भाइ कस्तो कतिको इजी भइरहेको थियो यो ट्रेक एकदम इजी भइरहेछ ठाडो उकालो बाइक सब के गर्यो कि म बाउनु चाहिँ हिँडिरहेको छु राम्रैसँग यता साइडमा एउटा थकुई छ थकुरीको अगाडि नेवार छ नेवारको अगाडि अर्को थकुरी छ अर्को नेवार छ अनि अर्को चाहिँ के हुन्छ नि गुरु हुन्छ खै म इन्ट्रोड्युस हान्नु छोडेँ मिस्टर मगर ओ लेट्स गो जोडले भाइ दाउरा खोला ओ यिन त के अरे मम्मीहरू जस्तो हैछ त के अरे तरकारी भेट्ने के हिँड्नुहुन्छ माया लाग्छ तिमीहरू भने अलिकति म्यानेजर भएछ अलिकति त्यो हुनु भएन ए ओ दे डन्डा काम आयो कोचहरू छ कि छैन यहाँ सबैको जिम्मा चाहिँ मैले ल्याएको त्यो भएर चाहिँ लाइनमा ह्यान्डसेक गरेर ह्यान्डसेक पानी पऱ्यो र जलजाले जाने बाटो आयो यहाँबाट झर्ने रहेछ परिरहेको छैन यहाँ त्यसपछि किरा पस्यो फाइनल रिच छैन ए यो सुकै चाहिँ हामीले भिडियोमा हेर्न सक्नुहुन्छ साइमनले हाम्रो त्यहाँ झर्न जान्छ भन्यो तर हामीले मानेन देख्नु भएकै कति भोक गरायो के गर्नु सकिन्छ तर अब खाजा ब्रेक भएन हाम्रो सो गाइज यहाँ हेर्न सक्नुहुन्छ कि हामीलाई साइमनले कति जाम भन्थ्यो झर्ना दिन तर हामी मानेनौँ हामी भेरी गुड बोइजहरू हाम्रो क्यामेरालाई जाडो भएर थर हल्लेको क्या Aí é muito fácil, o professor é 6'7".
हामीले त्यो घाँटिसकेको भएको बगान गरेको हेर्नु त सक्नुहुन्छ आगो आगो उठेको छ आगो लिएर मैले होइन यहाँ के अरे भाँडा बनाइसक्यो मेरो झाडन्छु अनि गाईहरू रेडी भइसक्यो अब के गर्नु न भर्खरै घुमायो Hello everyone, this is me Anwar Molla, this is your host and this is the third time we are recording this video. Introduction guys, who do we have here? So my name is Simon Shrestha. I'm here with my people. To experience new things, to make memories. Let's enjoy. Okay, heading to our next contestant again. Who do we have here? Okay, next contestant is introduce yourself bro. I'm the blogger of the What's up? Who do we have here? My name is Kisrat Anand. Okay. Who do we have here? Okay. Hey, what is this man? Okay, come here, come. Yeah. Yeah, he's smoking lots of smokes. Introduce yourself bro. Yeah. We are biggest contestant right here. Biggest contestant. What do we have? Who is this guy? Introduce yourself. My name is Asis. हाम्रो सेभ होइन यहाँ बट यिनले सुरुमा प्याज हाल्न राखेको मासुभन्दा झर्ना के भन्न चाहन्छौ तिमीले हाम्रो अब के भन्न चाहन्छौ कसैलाई के भन्न चाहन्छौ Love you guys. Good हेर्नु भएछ सबै एकदमै लभ ओके तपाईँको माया सपोर्ट पाएकोमा हामी एकदमै खुसी छौँ अहिलेसम्म पाएको छैनौँ तर होप पाउँछौँ कि भ्लगर ऊ हो तर म भ्लगर हो यसको कारण के भन्न चाहन्छौ तिमी मेरो यहाँ च्यानल चाहिँ हराउनु तर सपोर्ट देखाइदिनु बेला लाइक भनेको मलाई सपोर्ट कमेन्ट भन्ने सपोर्ट ओके सपोर्ट देखाउँदै गर्नु होला उसलाई सपोर्टको आवश्यक छ अब तिम्रो टाढाको कोही छ भने होइन टाढाको कोही होइन यस्तो उसलाई पनि त अब होइन तिमीले अब नभेटेको मान्छे हुनसक्छ धेरै पछि हुनसक्छ धुवाएर एक्सिडेन्ट जे गर्न खोजिरहेको छु हामीले त्यही गरिराख्नु भएको छ सेकेन्ड स्टेज कम्प्लिट हुँदैछ सेकेन्ड स्टेज कन्फ्युज हुँदैछ खोजेको अर्को तर मेजोरिटीमा जे भन्छ म त्यही गर्दैछु भने पस्किन लाग्यो सिधा खायो काम छैन खाना मात्रै आएको न केही काम छैन न केही ढुङ्गा फाल्यो बाहुनले कति भयो कति टाइम भयो हामीले लगभग जाल पानी मात्रै चुलाउन लागि 1 घन्टा भयो अचानक क्याच गरियो आगो पनि दन्कियो मासु पकाउन खोज्दाखेरि एउटा खोस्टा खस्यो अब कता जाम भन्दा भन्दै हामी कोतमा बसियौँ कस्तो यो खेल आकाशबाट खसियो कि म भगवान हो कि म गड हो यो धरतीको पद म अन्धकार म चाहिँ बत्ती हो अनि साइमन चाहिँ के हो त साइमन चाहिँ काक्नेस तर ऊ चाहिँ लट्ठी हो साइमन चाहिँ के पकाउँदा आफै एउटा घाँस अरे नको भाइ किनकि म हो तेरो दाइ भेट लाग्छ तैँले बढी लाग्छ छैन मासु पकायो भन्दैमा हिरो
केही भन्न तिम्रो रियाक्सन दियो कस्तो छ तिम्रो कस्तो लाग्यो मिठो एकदम 2-3 घन्टापछि बस्नु पाकेको त एकदम मिठो भइरहेछ तिमीलाई कस्तो लाग्यो मैले थाहा छैन मलाई ए ल है म बुझ्दै हो मिठो ए ल साइमन तिमीलाई कस्तो लाग्यो बिल्लत तिमीलाई कस्तो लाग्यो मलाई आफ्नो पकाएर दिन्छ राम्रै लाग्छ है ए भोक लाग्दा लागि लाग्यो खै त तिम्रो खाँदा हो ल प्रडक्ट तिमीलाई कस्तो लाग्यो यसले राम्रो मिठो लाउनु पर्यो कि अरू चाहिँ भयो तिमीलाई कस्तो लाग्यो ल साथै गाइस पकाएर भेट्यो अब हेर न ए गायो गुड बनाएको यसले I give it 10 out of 10 guys. म 10 आउट 10 भेट्छ जस्तो जरा गाइस हामीले अस्ति भर्खर गराएको प्लान थियो अनि यहाँ हाम्रो त्यो भिडियोमा हेर्न सक्नुहुन्छ पुरै पानी परेको थियो अनि हामी नजानु भइसकेको थियो तर हाम्रो यो हेर्नु मित्रताको सबैभन्दा बलियो हुन्छ के अरे सम्बन्ध त्यही भएर हामी यहाँ आएर सबै सफल भयो हाम्रो यहाँ सबै सफाहरू गऱ्यो त्यही भएर अब हामी फेरि नि आउनेछौँ हाम्रो नयाँ भिडियो लिएर बाई बाई guys सबै चिचाम लाऊ है सही भने एउटा के भन सबै चिचाम दादा अहिले चिज मान्छ ल भयो रिग्रेट होला हैन ए होइन ल जिम्मा पठाउने त ल मलाई सुरु गर न भयो त स्टार्ट भयो सुरु गरेँ फेरि अलिक बल्ल 1 2 3 गो रिग्रेट भयो त्यो छोड्देऊ न साइड रोक रोक कहाँ गयो मैले चाहिँ माछा चाहिँ घरको लागि लानु लाग्यो मेरो घरमा एक्वेरियम छ कि त्यही भएर है थ्याङ्क यू यिनीहरू चाहिँ अब यिनीहरूले नयाँ होम पाउँछन् खोलाबाट आज अब आफ्नो के भन्छ राम्रो ठाउँमा त्यही भन्छ सपना मेरो तिमीलाई नै पाउने तर कहाँ हुन्छ र सोचे जति सबै कस्तो लागिरहेको ठिकै आयो यो भाइले त जहिले ठिकै लाउँछ केटामा होइन छाता दिए ल जसले आफ्नो छाता त एकछिन टाढा गयो भने भिडिरहेको साथीमा मेरो See you out in the next video.